अब बालेन्द्र शाह नेतृत्वमा सरकार गठन, 18 मन्त्रालय, दलगत ट्रेड युनियन खारेज। प्रधानमन्त्रीको आशीर्वाद लिएर काममा खटिए सुदन भन्छन् प्रत्येक मिनट राष्ट्रका लागि महत्वपूर्ण छ। इनिसा मृत्यु प्रकरण दोषीलाई कडा कार्यवाहीको मागसहित काठमाडौँमा प्रदर्शन, ग्यास र इन्धनमा कालोबजारी गर्नेमाथि महानगरको निगरानी। भिडियो भाइरल भएपछि बिना गुरुङको स्पष्टीकरण, यस्तो अनावश्यक तामझाम कसैले पनि गर्नु हुँदैन। आजलाई बोलाइएको रासुपा सचिवालय भोलिलाई सारियो। पश्चिम एसियाको द्वन्द्वप्रति सरकार सजग छ, परराष्ट्र मन्त्री बालानन्द शर्माको भनाई। कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार बस्ने, एमाले टुंगायो समानुपातिक सांसदको नाम को परे। एमाले इतिहासकै कठिन मोडमा छ, आरोप प्रत्यारोपको साटो समाधान खोजौ, प्रदीप ग्यावालीको भनाई। ओलीका पिताको निधनप्रति व्यक्त संविधानले नेपाली संस्कारको उदारता झल्कायो, महेश बस्नेतको भनाई। अभिनेत्री अधिकारीको चुनावी खर्च 7,76,000। मधेस केन्द्रित दल बालेन्द्र केन्द्रित भए, पूर्ण बस्नेतको भनाई। प्रविधिको प्रयोग मार्फत लोकतन्त्र सुदृढ बनाउन डाक्टर भट्टराईको सुझाव। योगेशको भनाईको अधुरो अंश सम्प्रेषण भएको हुन सक्छ, महासचिव पोखरेलको भनाई। छोटो समयमा नेपाललाई समृद्ध बनाउन सकिन्छ, उपेन्द्र महतोको टिप्पणी। शेरबहादुर आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने चरम अवसरवादी पात्र हुन बास्कोटाको भनाई। हामीलाई पदमुक्त गर्ने अधिकार राप्रपाको विधानले अध्यक्षलाई दिएको छैन। एनआरएललाई अध्यक्ष ढकालको आग्रह, अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्। इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउन नीति कार्यान्वयनमा। 1,21 करोड खर्चेर आर्क ब्रिज बनाइँदै फागुनमा सुनको मूल्य प्रतितोला 10,700 ले बढ्यो। कपिलवस्तुमा छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा 3 जनाको मृत्यु। विदेश पठाउँछु भनेर ठगेको आरोपमा 2 जना पक्राउ। इरानमाथि सैन्य हमलामा 50 भन्दा बढी अमेरिकी सैनिक संलग्न। लेबनानमा बढ्दो मानवीय संकट प्रति राष्ट्रसंघको चिन्ता। इरानी नागरिकलाई आगमन भिजा नदिने नेपाली सरकारको निर्णय। अमेरिकाद्वारा इरानका सर्वोच्च नेताको जानकारी दिनेलाई $1 करोड पुरस्कारको घोषणा। साउदीमा इरानको भीषण आक्रमण, 5 अमेरिकी विमान क्षतिग्रस्त। जेलेन्स्कीले ट्रम्पलाई भने ममाथि होइन पुटिनमाथि दबाव हाल्नु। पोर्चुगलमा नेपाली ड्राइभिङ लाइसेन्सलाई मान्यता दिलाउन छलफल। अमेरिकाले गर्यो इरान विरुद्ध B-2 स्टेल्थ बम वर्षक विमान परिचालन। आजका लागि अन्तिम समाचार रहनेछ, उत्तर कोरियाद्वारा 10 ब्यालिस्टिक मिसाइल प्रक्षेपण। दर्शक महानुभाव नमस्कार, नयाँ पार्टी न्यूजको समाचार बुलेटिनमा यहाँलाई स्वागत छ। तपाई यो समाचार कहाँबाट हेरिरहनु भएको छ, कृपया आफू रहेको स्थानको नाम कमेन्ट बक्समा लेखिदिनुहोला। तपाई पहिलो पटक हाम्रो च्यानलमा समाचार हेर्दै हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकैको बेल आइकनलाई पनि क्लिक गर्नुहोला। हाम्रो मेहनतका लागि यस भिडियोमा एक लाइक अवश्य गर्नुहोला। आउनुहोस् दर्शक महानुभाव, अब लागौं समाचार विस्तारतर्फ। हालै सम्पन्न आम निर्वाचनबाट अभूतपूर्व जमानत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मुलुकको प्रशासनिक पुनर्संरचना र सुशासनका लागि आक्रामक गृह कार्य शुरू गरेको छ। विशेष गरी वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा आगामी सरकार गठन हुने निश्चित भएसँगै रासोपाले आफ्नो चुनावी बाचापत्र अनुसार मन्त्रालयको संख्या कटौती गर्ने र सरकारी निकायमा रहेका दलगत ट्रेड युनियनहरू खारेज गर्ने योजनालाई प्राथमिकतामा राखेको हो। फागुन 21 गतिको निर्वाचनमा प्रत्यक्षतर्फ 125 र समानुपातिकतर्फ 57 गरी कुल 182 सीट सहित 2/3 नजिकको बहुमत ल्याएपछि रासोपाले सरकार सञ्चालनको खाका तयार पार्न विज्ञहरूसँगको परामर्शलाई तीव्रता दिएको हो। रासोपाको मुख्य योजना वर्तमान 22 वटा मन्त्रालयको संख्यालाई घटाएर 18 मा सीमित गर्नु रहेको छ। यस कार्यको नेतृत्व पार्टीका सचिवालय सदस्य शिशिर खनालले गरिरहनु भएको छ। मन्त्रालय संख्या कटौतीको यो अवधारणा नयाँ भने होइन। यसअघि पनि विभिन्न समयमा गठित उच्च स्तरीय आयोगहरूले मन्त्रालयको संख्या घटाउन सिफारिस गरेका थिए। 2074 सालमा काशीराज दाहालको अध्यक्षतामा गठित अधिकार सम्पन्न संसदीय प्रशासन पुनर्संरचना कार्यान्वयन समितिले मन्त्रालयको संख्या 15 मा झार्न सुझाव दिएको हो। उक्त समितिले प्रधानमन्त्री कार्यालय सहित अर्थ, गृह, परराष्ट्र, शिक्षा, स्वास्थ्य तथा मुख्य विधा समेटेर चुस्त मन्त्री परिषदको खाका पेश गरेको थियो। रासोपाले तीनै प्रतिवेदनहरू र आफ्नो चुनावी प्रतिबद्धतालाई आधार मानेर सार्वजनिक खर्च कटौती र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन 18 मन्त्रालयको मोडेलमा काम गरिरहेको छ। नेपालको संसदीय इतिहासमा मन्त्रालय फुटाउने र भागभण्डा पुर्याउने व्यतिथि पुरानो समस्याको रूपमा रहँदै आएको छ। 2048 सालमा 21 वटा मन्त्रालयबाट शुरू भएको यात्रा विभिन्न कालखण्डमा सत्ता समीकरण मिलाउनकै लागि 31 सम्म पुर्याइएको थियो। शेरबहादुर देउवा, माधव कुमार नेपाल, केपी शर्मा ओलीका कार्यकालमा मन्त्रालय थप्ने र फुटाउने प्रवृत्तिले राज्यकोषमा ठूलो भार थपेको विज्ञहरूको विश्लेषण छ। रासोपाले यसै व्यतिथिलाई अन्त्य गर्दै प्रधानमन्त्री कार्यालयलाई केवल प्रशासनिक अड्डा मात्र नभई अन्तर मन्त्रालय समन्वय र ठूला आयोजनाको प्रत्यक्ष अनुगमन गर्ने नतिजा केन्द्र रिजल्ट सेन्टरका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। साथै जलवायु परिवर्तन जस्ता समसामयिक र गम्भीर मुद्दाहरूलाई सिधै प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र राख्ने तयारी गरिएको छ। प्रशासनिक सुधारको अर्को कडा कदमका रूपमा रासोपाले कर्मचारी प्रशासनभित्रको दलगत राजनीति अन्त्य गर्ने घोषणा गरेको छ। हालको निजामती सेवा ऐनमा कर्मचारीहरूलाई दलैपिच्छे ट्रेड युनियन खोल्ने अधिकार छ, जसले गर्दा प्रशासन संयन्त्र राजनीतिकरण भएको र सेवा प्रवाहमा अवरोध पुगेको जनगुनासो प्राप्त छ। रासोपाले आफ्नो बाचापत्रको बुँदा नम्बर 6 मा स्पष्ट रूपमा दलगत ट्रेड युनियन खारेजीको प्रस्ताव गरेको छ। यसको सट्टा प्रशासनलाई पूर्ण रूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाउन एउटा मात्र आधिकारिक ट्रेड युनियन रहने व्यवस्था गर्न लागि हो। यसका लागि नयाँ संघीय निजामती सेवा